शिक्षकहरूको नेपालको ट्यालेन्ट चल्न लागेको छ काठमाडौँमा। मान्छेहरू आफ्नो आफ्नो पर्फर्मेन्सहरू दिनमा छन्। काठमाडौँ भन्दाखेरि याद आयो मेरो छोरा नि काठमाडौँको एउटा ठुलो प्राइभेट स्कुलमा पढ्छ। वाह सर वाह। आफू सरकारी टिचर भएर छोरा फेरि प्राइभेट स्कुलमा। हात्तीले दाँत नदेखाएर खायो भने जस्तो भयो। योला सर त गल्ती गर्दैछन् तर तिमीहरूले गर्नु भएन। त्यो हुनाले अहिलेका अहिले च्यानललाई सब्स्क्राइब गरिहाल अनि आफ्नो गल्ती रोक्न सक्छ। त्यसरी नेपालको ट्यालेन्टलाई यदि रियल लाइफमा हेर्नु छ भनेपछि अहिले काठमाडौँको सडकमा गएर हेरे हुन्छ। र यो वाला आन्दोलन हुन्छ भन्दाखेरि सबभन्दा पहिला को सर खुसी भएको थिए त्यो हामी सबैलाई थाहा छ। तिमीहरू गेस पनि गर्न सक्छौ। भयो सर भयो, हेरिसके हजुरको डान्स 69 चोटि हेरिसके। यो कुनै सपना होइन, रियल हो। काठमाडौँमा हुन लागेको शिक्षक आन्दोलन नेपालको ट्यालेन्ट भन्दा कम छैन। अहिले नेपालीले मौका पायो भने गर्छ भन्ने कुराको पर्फेक्ट इक्जाम्पल यही हो। यही वाला आन्दोलनबाट हामीले पायौँ जिम्नास्टिक वाला सर, ऱ्यापर वाला म्याम, माइक्रोफोन हामीले लाउँछौँ कफी पनि पाउँछौँ, माइक्रोफोन हामीले लाउँछौँ पानी पनि पाउँछौँ, ऐन ल्याउन हामीले त मर्या गीत गाउँछौँ, मुर्गा डान्स वाला सर अनि डान्सिङ स्टार वाला सर अनि छ्याप डान्सर सर लास्टमा। मास्टर भन्दाखेरि मलाई मेरी बासाको राजु मास्टर याद आउँछन्। सबैभन्दा मजा त्यही मान्छेलाई छ यो दुनियाँमा अहिले। यो मान्छे न स्कुल जान्छ न आन्दोलनमा जान्छ। तर आन्दोलनको कारणले अहिलेको समयमा धेरै हुनार विद्यार्थीहरू, मेहनती विद्यार्थीहरूलाई प्रब्लम भएको छ। धेरै प्रब्लम फेस गर्नु पर्न लागेको छ। आफैले पढ्नु परेको छ, त्यसमध्ये हेल्प भन्ने कुरा केही छैन सरहरूबाट। किन हेल्प माग्न लाग्यो भने उनीहरू त सडकमा छन्। अब त्यही हुनाले त्यसमध्येका एउटा हुनार विद्यार्थी हुन्। अहिले मैले लगभग काठमाडौँमा भरिभरिको किताबहरू मेरो दिमागमा सेटअप भएर बसेको छ। अब चाहिँ त्यो कार्यक्रममा अब सही तरिकाले, निचोड तरिकाले, मसँग भएको क्षमता सत्य तथ्य हो भन्ने तरिकाले अब मैले देखाउन जाँदैछु। एउटा स्टुडेन्ट हुने लायकको छैन अनि अर्को पढाउने लायकको छैन। राजु मास्टरको कुरा गऱ्यौँ भनेपछि अब अहिले कुरा गरौँ बल्छी धुरेको भने उनलाई कसरी छोड्ने। यो वाला मान्छे जता चाट्न पायो त्यतै जानेवाला मान्छे हो लाइटको स्पिडले। शिक्षक आन्दोलनले पनि टेली श्रृङ्खला बनाइसक्यो। के म त मजाक गर्न लाग्थेँ, रियलमा सुट गरे हो। अब जति इक्जाम नजिक आउँदैछ उति टेन्सन पनि बढ्दैछ। एक त नेपालका स्टुडेन्टहरू पनि ठिक भएनन् के। लभ यु मेरो बुढी। बुढाले गुम्मा गर्थ्यौ। ठुक्क मेरो जिन्दगी यस्ता बच्चालाई पढाउनु भन्दा त यी गोली खानु ठिक। एन्नेर यस्ता बच्चाहरूको लागि आन्दोलन गर्दैछु म त भन्छु भाडमा जाओ शिक्षक आएन, भाडमा जाओ सबै कुरा। यिनीहरू चाहिँ शिक्षालाई डिजर्भ गर्दैन, गवार नै ठिक छन्। ठिकै हो, यस्ता शिक्षा पाएर नि के नै गर्ने हुँदा। यिनीहरू त फेल हुन नि डिजर्भ गर्दैनन्। को फेल? कहाँ फेल? त फेल? नाइ, मेरो त 11 गतेदेखि इक्जाम छ। सरेन भनेपछि ए तेरो त इक्जाम छ है। मेरो जुत्ता खाने मन छैन अरे भाग्यबाट। ल गाइज, आजको लागि यति नै। 12मा पास हुने मन छ भने चाहिँ भिडियोलाई एउटा लाइक गर, च्यानललाई सब्सक्राइब। तिमीहरूको इच्छा केही फोर्स छैन, 12मा पास हुने मन छ भने मात्र हो। ल यदि क्लास 12 नोट्सको बारेमा केही रहस्य जान्ने मन छ भने चाहिँ राइटमा क्लिक गर अनि लेफ्टमा चाहिँ राजावादीमाथि भिडियो छ। म भेटौँला कुनै अर्को भिडियोको साथ। त्यति बेलासम्म बाइ बाइ।